यो मेरो फर्सी मुन्टाहरू पनि यस्तो राम्रै भएको छ, तर यस्तो ललाक लुलुक सबै नेउरी मुन्टे नलाएको छ। के भएको हो यो? यो चाहिँ गएर बुझ्नै पर्यो। सबै यस्तो भयो। कर्कलो चाहिँ एउटा पात चाहिँ राम्रै आएको छ, तर सबै रक्सी खा चाहिँ यस्तरी। यसो घामले पनि यस्तो त नआउनु पर्ने। झन् कौशी बारी भनेर मैले कौशी खेती भनेर झन् यस्तो राम्रो खेती गरेँ। हेर कोठै मेरो फर्सी त कस्तो नराम्रो छ, रक्सी खाएर झुल्या होला हौ। के गर्दा राम्रो हुन्छ? यो के हालिदिनु नि यो तङ्ग्रिन्छ होला भन्नुहोस् त। बिजोग पो भएको त। अनि खोर्सानीहरू चाहिँ राम्रै छ। यस्तो फलेको छन् खोर्सानी चाहिँ। यो चाहिँ खोर्सानीले चाहिँ हामीले त्यति असर नगर्दो रहेछ, तर त्यो फर्सीलाई चाहिँ एकदम गाह्रो बनाउँदो रहेछ। यो मेरो कौशी खेती हो। अरू जे भयो नि धनिया चाहिँ राम्रै, पताना चाहिँ राम्रै छ। यही पताना हेरेरै चित्त बुझाउने बाटो छ। साह्रै मन दुख्यो हौ मेरो फर्सी देखेर। किन यस्तो साह्रै लजाएका होलान् कि रक्सी खाए चाहिँ न्युट्रिएन्ट नलाएर पात नै सबै ललाक लुलुक पो छ त। यस्तो विधि पनि हुन्छ। काँक्रा ठिकै छ, राम्रो र काँक्रा चाहिँ ठिकै छन्। फर्सी